हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्म इन्टरटेनमेन्ट युट्युब च्यानलमा। यो वर्षको अर्को बहुप्रतीक्षित चलचित्र जेरी अन टप फाइनली आजबाट देशव्यापी रूपमा प्रदर्शन भइसकेको छ। यो फिल्म मैले फर्स्ट शो हेरेर आइसकेको छु। 3 घण्टा लामो यो फिल्म हामीलाई हेर्नको निम्ति बोर फिल हुन्छ कि हुँदैन, यो फिल्म भित्रको नेगेटिभ पोइन्ट र पोजिटिभ पोइन्टहरु के छ यसको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। साथीहरु, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र जेरी अन टपलाई एक लाइनमा रिभ्यू गर्ने हो भने फिल्म राम्रो बनेको छ। फिल्म भित्र हामीले कमेडी पनि भरपूर रूपमा देख्न सक्छौं भने लभ स्टोरी पनि देख्न सक्छौं, इमोसनल पनि देख्न सक्छौं भने केही ट्विस्टहरु पनि देख्न सक्छौं। फिल्मको स्टोरीको बारेमा केही चर्चा गर्ने हो भने अनमोल केसी अर्थात जेरी भन्ने पात्र जहिले पनि आफ्नो बुबासँग सानैदेखि नै हार्दै आइरहेका हुन्छन्। उनले कहिले पनि आफ्नो बुबालाई केही कुरामा पनि जितेका हुँदैनन् र उनलाई जहिले पनि यही मनमा रहन्छ कि मैले जसरी पनि आफ्नो बुबालाई हराउनै पर्छ। अब जेरी भन्ने पात्रले आफ्नो बुबालाई हराउन निम्ति के कदमहरु चाल्छन् र उनी आफ्नो बुबालाई हराउन सफल हुन्छन् कि हुँदैनन् त्यसको निम्ति तपाईहरुले हलमा गएर फिल्म नै हेर्नुपर्ने हुन्छ। फिल्म भित्र बुबा छोराको सम्बन्ध पनि देखाइएको छ भने र कुनै एक व्यक्तिले आफ्नो जीवनमा केही गर्नको निम्ति साहस गर्छ भने उ जसरी पनि सफलतामा पुग्छ भन्ने कुरा यो फिल्म भित्र देखाइएको छ। फिल्म भित्रको अभिनयको बारेमा चर्चा गर्ने हो भने अनमोल केसीले अरु फिल्महरुमा जस्तो काम गरेका छन् यो फिल्ममा पनि उनको काम त्यस्तै देखिएको छ। उनले राम्रै काम फिल्म भित्र गरेका छन्। भुवन केसीको के कुरा गर्नु, भुवन केसी सदाबहार नायक हुनुहुन्छ। उहाँ हरेक फिल्ममा फिट हुनुहुन्छ र उहाँको जुन आवाज छ, बोल्ने शैली छ त्यो निकै नै गजबको छ र उहाँको अभिनय पनि निकै नै गजबको देखिएको छ। र मलाई सबैभन्दा मन परेको एक्टिङ अभिनय भनेको जसिता गुरुङको हो। जसिता गुरुङलाई त्यति खासै हाँसेको फिल्मभित्र देखाइएको छैन, तर जसिता गुरुङले जुन त्यो सिरियसपनमा पनि अभिनय गरेका छन् त्यो निकै नै गजबको उनले अभिनय गरेकी छिन्। आँचल शर्माको पनि अभिनय निकै राम्रो देखिएको छ भने उता माग्ने बुढा अर्थात केदार घिमिरे पनि यो फिल्ममा निकै राम्रो अभिनय गरेका छन्। मलाई फिल्मभित्र सबैभन्दा प्लस पोइन्ट लागेको भनेकै केदार घिमिरे हुन्। केदार घिमिरे जब फिल्ममा आउँछन् साँच्चै नै सबैको अनुहारमा हाँसो लिएर आउँछन्। उनको बोल्ने शैली र हरेक डायलगहरुमा पब्लिकहरुको ठूलो हाँसो हलमा गुन्जिएको थियो भने साँच्चै नै यो फिल्मको मेरुदण्ड मेरो निम्ति केदार घिमिरे नै हो भन्दा फरक नपर्ला। जब फिल्म केही हदसम्म डिप हुन्छ तब केदार घिमिरेले आएर फिल्मलाई एक लेभल माथि उठाउने काम गरेका छन्। भिएफएक्सको बारेमा चर्चा गर्ने हो भने फिल्ममा राम्रै भिएफएक्स देखाइएको छ भन्दा फरक नपर्ला। नेपालमा जति बजेटमा फिल्म बन्ने गर्दछ त्यो बजेट अनुसार फिल्ममा जुन भिएफएक्स देखाइएको छ त्यसलाई खासै नराम्रो भन्न मिल्दैन। कमी कमजोरी त पक्कै पनि छ। कमी कमजोरीका बावजुद पनि जुन किसिमको भिएफएक्सहरु देखाइएको छ त्यो हेर्न योग्यको छ भन्दा फरक नपर्ला। ब्याकग्राउन्ड म्युजिकको बारेमा चर्चा गर्ने सुरुवातको समयमा जुन किसिमको ब्याकग्राउन्ड म्युजिक बज्छ त्यो निकै नै गजबको छ। त्यसपछि जति पनि ब्याकग्राउन्ड म्युजिकहरु फिल्ममा युज गरिएको छ फिल्मलाई सुहाउने नै ब्याकग्राउन्ड म्युजिक राखिएको छ। यो निम्ति अर्को प्लस पोइन्ट हो त्यो हो यो फिल्मको सिनेमेटोग्राफी। यो फिल्ममा साँच्चै नै लुक्लादेखि लिएर नाम्ने बजार सगरमाथा जाँदाखेरिको जुन बाटोहरु देखाइएको छ, जुन सिनहरु देखाइएको छ नि त्यो निकै नै गजबको छ भन्दा फरक नपर्ला। चाहे त्यो फिल्मको सुरुवातमा होस् चाहे त्यो सगरमाथातिर चढ्दाखेरिको सिनहरु किन नहोस्, साँच्चै नै यो फिल्मको सिनेमेटोग्राफीले तपाईं र मेरो मनलाई निकै नै आनन्द फिल दिन्छ। हाम्रो नेपालको जुन ठाउँहरु यो फिल्ममा देखाइएको छ त्यो निकै गजब तरिकाले देखाइएको छ। क्यामेरा एंगल पनि निकै राम्रोसँग देखाइएको छ। विशेष गरी सुरुवातमा देखाइएको क्यामेरा एंगल निकै गजब तरिकाले देखाइएको छ। र फिल्मको इन्टरभलको बारेमा चर्चा गर्ने इन्टरभल ठिकठाकको छ, बेटर क्लाइमेक्स छ। क्लाइमेक्सको 20 मिनेटको सिन हेर्न मजा आउँछ भने तपाई क्लाइमेक्समा इमोसनल पनि हुन सक्नुहुन्छ। अब यो फिल्मको नेगेटिभ पोइन्टको बारेमा चर्चा गर्ने यो फिल्मको नेगेटिभ एउटै मात्रै पोइन्ट छ त्यो हो यो फिल्मको रन टाइम। तपाईले यो फिल्म हेर्नको निम्ति मात्र लगभग 3.5 घण्टादेखि लिएर पौने 4 घण्टा दिनुपर्ने हुन्छ। फिल्म नै 3 घण्टा छ, त्यसमाथि विभिन्न एडहरुदेखि लिएर ब्रेकदेखि लिएर सबै कुरा छुटाउने हो भने लगभग 3.5 घण्टा भन्दा माथि नै समय जानेछ। यदि यो फिल्मलाई आधी घण्टा मात्रै घटाइएको भए पनि केही फरक पर्ने थिएन। फिल्ममा 4 वटा गीतहरु छ, त्यो 4 वटा गीतमध्ये 2टा मात्रै हटाएको भने फिल्मलाई खासै असर पर्दैन थियो भने केही सिनहरु पनि नभइदिएको भए खासै फरक पर्दैन थियो। एडिटरले यो फिल्मलाई 3 घण्टाको राख्न छाडेर 2.5 घण्टाको मात्रै राखिदिएको भए साँच्चै नै तपाईं र मेरो माझमा जेरी अन टप अझै बेस्ट भनेर अगाडि आउने थियो। समग्रमा भन्नुपर्दाखेरि जेरी अन टप राम्रो बनेको छ। यो तिहारको छुट्टीमा आफ्नो परिवारसँग हलमा गएर तपाईले यो फिल्म पक्कै पनि हेर्न सक्नुहुनेछ। मेरो तर्फबाट जेरी अन टपलाई आउट अफ 5 3.5 स्टार दिन चाहन्छु। हस्त साथी, आजलाई यति नै। फेरि पनि यस्तै न्युज तपाईको माझमा लिएर आउने छौं। तपाईलाई भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पब्लिक हर्सनको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त, नमस्ते।